चर्चित टिभी श्रृङ्खला मेरी बासेमा अप्सरा आमा पात्रबाट चर्चित कलाकार लक्ष्मी श्रेष्ठ थालिएकी छिन्। स्तन क्यान्सर लगायतका रोगबाट पीडित उनी बिरामी भएकी हुन्। दशैंदेखि बिरामी भएकी उनलाई 4 महिना अघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो। बिचमा घर र अस्पताल आउने जाने गरे पनि अहिले भने अस्पतालले फिर्ता पठाइदिएको परिवारले जनाएको छ। उनी अहिले कपन बालुवाखानी स्थित घरको ओछ्यानमा थालिएकी छिन्। छोरीले स्याहार सुसार गरिरहेको छन्। 2 सातादेखि कठिन भएको र औषधि छुटाइसकेको बताइएको छ। झोल खानेकुरा बाहेक खाना खान पनि छाडिसकेको र उनकी इच्छाअनुसार अहिले कलाकारहरू धमाधम उनलाई घरमा पुगेर भेटिरहेका छन्। लक्ष्मीले मेरी बासे श्रृङ्खलामा अप्सरा आमाको भूमिका निर्वाह गरेकी थिइन्। उनले सीताराम कटेल धुर्मुसले निर्वाह गरेको खड्काजीको श्रीमती अप्सरा आमाको रोल निर्वाह गरेकी थिइन्।